अहिले चाहिँ हामी ठ्याक्क खोलाको साइडमा जङ्गलमा हेरौँ अब कति टाइम लाग्छ यहाँदेखि माथि त अझ हिँड्दै जानुपर्छ नजिकै अब भेट्यो भने चाहिँ नजिकै खेल्ने हो धेरै टाढा जानुहुन्न लास्ट त्यही हो अब त भाइहरू मस्त हिँडिरहेछन् माथि अब चाहिँ सिधै खोलामा गएर भेटौँ लागि गाइज फाइनली खोलामा आइसक्यो हामी ए साइकल लैदिन्छौँ भनेर यस्तरी हिँडालेको छौँ ल फाइनली खोलामा त आइपुग्यो कसरी साइकल माथि लग्ने भन्ने भयो भाइले अब कहाँ राखिदिन्छन् साइकल है हो यस्तो नि हुने चियर अस्ति नै त हामीले अर्को ठाउँ राखेको थियौँ नि अहिले त माको सम्झु पानी चाहिँ यहाँ चाहिँ अलिक सफा रहेछ उता चाहिँ अलि अप्ठ्यारो छ फोहोर सफा भइगयो भाइहरू दुईजना भाइहरू बल्ल बल्ल आइपुगेको छन् यहाँ साइकलको हालत यस्तो भइसक्यो मान्छे नि यस्तो छन् सुकेनास अर्को भाइ त्यस्तै ल हाम्रो साइकल राख्ने ठाउँ चाहिँ हो ल अस्तिको ठाउँमा हो अस्ति नै हामी ल गाइड हामी चाहिँ फाइनली आइयो खोलामा त आइयो पौडी खेल्ने ठाउँ भेट्दैन क्या यस्तो खाएर पानी नै ल केटाहरू हिँड्नै सकेनन् अस्ति नै भन्दा पनि टाढा खाइयो यार यो त यस्तो पोहोर खाएर पाइन्छ पहिला सफा थियो यहाँ त लु त्यहाँ नानी याद दिलाइदिन्छ यता मैला आँखा पानी यता चाहिँ सफा आयो यार पाहाडतिर हिँडे जस्तो भयो नि त यो त ल बाढीले यस्तो गराइदिएछ है यहाँ चाहिँ ओहो कसरी जाने बे अगाडि बढ्ने नै हो ल भाइहरू यहाँ छन् ल लु आमा यस्तो पनि हुने चाहिँ ल यहाँ खेल्दिउँ ल अब लोकेसनमा पुगेपछि भाइ अब खै आउला जस्तो लाग्छ अब लोकेसनमा गएपछि भेट हुन्छ है गाइड हाम्रो चाहिँ गाइड फाइनली हामी चाहिँ हाम्रो पौडी खेल्ने लोकेसनमा आइयो ल यहीँ हामी पौडी खेल्ने भाइ हिँड्नै सकेनन् फाइनली पौडी खेल्ने ठाउँमा त आइयो ओ यस्तो है यही ल हामी पौडी खेल्ने नै हिँड्यो गाइड होइन भाइ रेडी भइसकेको छन् अब म पनि रेडी ल गाइड म पनि अब रेडी परेँ अब पानी खामै पहिला पिछै छ यार पानी ल फाइनली गाइड ल पौडी खेल्यो ल भाइ एक सुई हान्देऊ त ल हाम्रो भाइ अब त ल हामीले फेरि फर्किसकेको छौँ है केटाहरूले नखेल्ने भने अनि हामी फर्केको अब उयो मान्छेको घरमा गाडी गर्छ त्यही भएर हामी फर्केको अब नेक्स्ट टाइमको भ्लग अलि लामो आउनेवाला छ ब्लगलाई म इन गर्दछु अरे ओके बाई गाइज ल लाइभ इन गरिदिएको है